बवाल अहिले हामी छौँ डुब्रोभनिक क्रोएसियामा। लास्टै तनावको यात्रासँग भयो अनि बल्ल बल्ल अहिले हामी क्रोएसिया आइपुग्यौँ। झन्डै प्लेन छुट्नै लागेको थियो, तर कसो टाइममा पुग्यो। राति उठ्न पर्ने, बिहान 2 बजे उठ्ने भनेर प्लान गरेको है, तर अफसोस कि बात 4 बजे अलार्म राख्नु बिर्सेछ। 4 बजे उठ्यो कि 4 बजे उठेर 5 मिनटमा पाटपुट गरेर घरबाट साँट निस्किहालेँ। अनि फुल अन कति 1 आवर 30 मिनट्स लाग्थ्यो है पहिला त्यो आउन यदि ट्राभल गर्न होइन। आज चाहिँ 40 मिनट्स 45 मिनट्समै आइपुग्यौँ हामी। अनि लकिली चेक इन लाइनहरू पनि एकदम कम थियो। पहिला जहिले रायनएयरमा ट्राभल गर्ने, अहिले चाहिँ जेट एयरवेजमा ट्राभल गरेको। हामीलाई चाहिँ जेट एयरवेज मन पर्यो, किनभने स्टेसन पनि एकदमै धेरै अनि त्यसैले चेक इन गर्नलाई सजिलो। अनि फाइनल्ली हामी क्रोएसियामा आइपुग्यौँ। आउन साथ एकछिन सुतेर अब च्याट क्रोएसियाको डुब्रोभनिकमा हामी यात्राको लागि निस्कियौँ। अनि यो चाहिँ हल्का फुल्का रमाइलो। योपालिको ट्राभल चाहिँ अलिकति चाँडो भयो है, ग्रिस पछि के एउटा हलिडेबाट अलिकति ओभरकम नभइकन हामी अर्को हलिडेमा आइपुग्यो। यो बस कुन ठाउँ होला? खै फेरि हेरौँ न। हो अघि हेर्दैबाट आएको थिएँ। ट्याक्कै यो भराङ चढेर सुई चढेर माथि टुप्पामा हो क्या हाम्रो चाहिँ। बढ्न चाहिँ गाह्रै छ हौ। हाइट लास्ट गर्मी है। यो त पोखराको जस्तै घर अलिकति, यो ढुङ्गाको के पोखरामा यस्तै हुन्थ्यो नि त। अति गर्मी, टु मच गर्मी यार। त ठिकै थियो है तातो। के साह्रो गर्मी भयो यार। है युकेमा हुँदा चाहिँ पानी परेर चिसो भइरहेको थियो है। तर अब त उता पनि गर्मी नै भएछ। दामी उङ्गर उङ्गे, दामी उङ्गर उङ्गे। कति 19 मिनट्स वक टु ओल्ड टाउन। अब हामी आज अहिले चाहिँ ओल्ड टाउन जाने। ओल्ड टाउन गएर यसो केही खानु पऱ्यो। सर्वप्रथम बिहानदेखि हिँडेको खाएकै छैन, निन्द्रा पनि पुगेको छैन। सुतेको 12 बजे, उठेको 4 बजे। प्लान चाहिँ 2 बजेको हो, तर चाँडो उठ्यो। हामी चाहिँ फर्स्ट टाइम बाहिर निस्केको अहिले होइन। कहाँ के हो हामीले केही पनि थाहा छैन।
बिच यता नजिकतिर बिच पनि छ जस्तो छ हो कोस्टल पुरै कोस्टल एरिया त क्रोएसिया इज अ कोस्टल टक्क यो राम्रो देखेको कि है एक घर पनि यो उसमा के क्लिफमा के यो पहाड जस्तोमा बनाएको जस्तो छ त्यही भएर राम्रो देख्यो कि ओके यो खाली रोडको कति खिच्नु यार अहिले अन्त गएर खिचौँला है हुन्न हुन्छ एग्री यस इफ यु एग्री थम्स अप पर्फेक्ट ओके ह त हिँड्दा हिँड्दा बबाल थाकेर यसो रेस्टको लागि टक्क छहारी लिएर बसेको छहारी लिएर बस्दाखेरि चाहिँ हामीले देखेका छौँ बबाल रहेछ यता चाहिँ बिच चाहिँ अति ब्याक के तर बन्द गरिदिउँ है लास्ट गर्मी भयो यार गर्मीले एकदम दुःख पायो यार है घुम्नै गाह्रो भयो यार गर्मीले त्यहीँ छ Bye bye, guys.
यसै घुम्न आएको ताल के घुमिरहेको हिँड्दा हिँड्दा थाकेर गर्मीले औधी भएर हामी यसो बसिरहेको रिल्याक्स गरेर यहाँ चाहिँ सिकालो रहेछ है आनन्द आएको बस्न है एउटा ककटेल समातेर ट्याक्क है ककटेल चिरिप्पा हान्दै होइन फेरि टाउको फेरि हान्छ त्यो ककटेल कति टाउको देखेको फेरि यहाँ आयो नि त एक्कासी एक्कासी आयो कि बेसिकली अब यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो कि है यो क्यामेरा पनि हिजो मात्रै आएको हो चलाउने कसरी हो भनेर पनि सिकेको छैन खासै त्यसैले अलिकति गाह्रै भइरहेछ हामी चाहिँ अस्ति भर्खरै ग्रिस पनि घुम्यो होइन अब ग्रिस चाहिँ पुरै फोनले खिचिरहेको थियो अनि एकदम गाह्रो भयो फोनले खिच्दाखेरि चाहिँ जति बेला निकालेर यसो राखिराख्नुपर्ने अनि यसलाई अप्ठ्यारो पनि लाग्यो अरे अन्त ग्रिसको एउटा भिडियोमा नि भनेको थियो कि त्यो सानो के हुन्छ नि त्यसले खिच्न पाए हुन्थ्यो भनेर भनेको छ यत्रो ठुलो हुँदो रहेछ म त सानो हुन्छ होला सोचेको स्टिक मात्र हुन्छ होला सोचेको कि अनि त्यही भएर यो ल्याएर खिचेको तर खासै ब्लगर हुने छाटकाट छैन तर होइन ठिकै हो यस्तो के ब्लगर त को हुन्छ र तर जस भिडियो मेमोरी के अस्ति साथीहरू घर आउँदाखेरि टक्क पुरानो भिडियोहरू हेरेको कि अनि हेर्न त एकदम रमाइलो भयो थियो कि अनि त्यही भएर अब यसो कतै गयो भने भिडियो सिडियो खिचेर आफ्नै लागि भए पनि ट्याक्क राखौँ भनेर बस अरू केही होइन अनि यसमाले कालो होइन कालो छ गर्नुभयो ओके छ त धन्यवाद बन्द गर्नु पऱ्यो है एकछिन है यो बोकिराख्न पनि गाह्रै रहेछ है हाम्रै जब ठिक हो है के हो तर हुन त्यो गरिराख्ने बानी हुन्छ होला अहिलेसम्म हामी क्यामेरा फ्रेन्डली भएको छैन होइन यसरी के अलिकति लाज नमानिकन यसरी फ्याट बोल्यो भने चाहिँ के राम्रो हुन्छ जस्तो कि के भन्न क्यामेरामा लाज नमानिकन एकचोटि भन्छ लाज नमानिकन के भनौँ मलाई केही पनि भन्न आउँदैन म धेरै बोल्ने मान्छे होइन एक्ज्याक्टली उहाँ धेरै बोल्ने मान्छे होइन तैपनि अब हामी क्यामेरा आइसकेपछि क्यामेरा साई नहुने अनि बोल्ने अनि भिडियो बनाउने भ्लग बनाएर पैसा कमाउने अनि जब छोडिदिने यार नयाँ क्यारियर निकाल्ने टार्गेट त त्यही हो टार्गेट त्यही वाक्क लगाइसक्यो यार दिक्क लगाइसक्यो यार यहीँ डुबेर मोर्दिउँ जस्तो भइसक्यो मलाई त काम गरेर स्विमिङ आउँदैन डुबिहाल्छ ओके छ त अहिले पछि फेरि अन गरौँ ल अहिले चाहिँ बन्द गरौँ है के हो कि हामी क्यामेरा चाहियो नभएर अब चाहिँ क्यामेरा बन्द गर्ने मन नलाग्यो अघि हिँड्दा चाहिँ झ्याउलाएर बन्द गरेको थियो अहिले चाहिँ एकदम बस्दाखेरि चाहिँ बोल्न मन लाग्ने रहेछ है अरू केही भन्नु भोक लाग्यो जहाँ मेरो केही काम होइन पास्ता खानु अनि जाने कहाँ बरु अब हामीलाई चाहिँ एकदम प्रब्लम के हो भने हामी यहाँ यो ओल्ड टाउन भन्नेमा टक्क आइयो घुमियो होइन तर भोलि हाम्रो एउटा टुर छ कि गाइडेड टुर कि गेम अफ थ्रोन्स गाइडेड टुर छ कि तिनीहरूले नि यहीँ ल्याएर घुमाउँछ जस्तो लागिरहेको छ कि सबै गेम अफ थ्रोन्सको ठाउँहरू जस्तो लाग्यो कि त्यही भएर त्यत्रो पैसा तिरेको आज रिहर्सल भोलि चाहिँ एक्सन है तर अब हेर्न एउटा गेम अफ थ्रोन्स यहाँ सुटिङ भयो होइन यो टाउनमा होइन अब त्यही गेम अफ थ्रोन्सको नाममा कति धेरै दोकान गेम अफ थ्रोन्स सुभिनियर सप भनेर यति धेरै होइन अनि त्यो उसको नाम के रे गेम अफ थ्रोन त्यो मेन क्यारेक्टर के डल्ले के ड्वार्फ के जोन्स ए होइन त्यसको नाम त बिर्से यार त्यसको त्यो उसमा पुतला के भन्छ स्ट्याचुमा
फोटो खिच्नलाई सपमा सामान किन्नु पर्ने सपमा सामान किनेपछि मात्रै स्ट्याचुसँग फोटो खिच्न पाउने अनि प्लस सामानहरू पनि सबै गेम अफ थ्रोन ओरिएन्टेड सामानहरू होइन कपहरू स्टिकरहरू म्याग्नेटहरू फ्रिज म्याग्नेटहरू एउटा ग्लासको स्कार्फहरू 86 युरो होइन 85 युरो है अब नेपालमा नि यसो पाटनतिर एउटा सुटिङ गरेर केही एउटा फेमस केहीले होइन सुट गरेर च्याट त्यो मान्छे भयो चाटको भने पकाएको जस्तो त्यस्तो पो छ नि त्यसको त अलिकति पुग्दो रहेछ बेबी तपाईँको त फ्ल्याट छ यस्तो कुरा गर के हो यार क्यामेरा साई भनेको त अति नर्मलबाट छाडा हुन थाल्छ के भन्ने यार मान्छे ओके यार राख्नु पऱ्यो यार मेरो बेइज्जत गरे यार
This is Sicilian pistachio. Yes, it is. मान्छे मान्छे छ पहिरो भन्दा पनि यस्तै ग्रुपमा आइन्छ होला भोलि पनि फेरि भन्नु